हेलो गाइज, वेलकम टू माई मिनी ब्लग। सरर अटोमा आइयो, 10 किलो हुँदै 12 किलो आइयो र छेपेटार पनि आइयो। हामी सबजना मिलेर झरना बारपाकको यात्रा। हाम्रो साथी बाटोमा रमाइलो गर्दै भ्यू हेर्दै डाँडा काँडा। अब लारपाक लागियो माथि हिमालको भ्यूहरू हेर्दै। यो चाहिँ बारपाकको बस्ती र यो चाहिँ बिहान लारपाकको भ्यू। यो चाहिँ लारपाक गाउँ। बारपाकको नयाँ बस्ती यहाँभन्दा अलिकति मुनि गयो भने यसको साथै पुरानो बस्ती पनि त्यहाँ छ। यो चाहिँ हामी लारपाकबाट बारपाक फर्कने क्रममा यो दृश्य, हिमालको भ्यूदेखि लिएर डाँडा काँडा, च्याङ्ग्रा, मानवको बस्ती, साथै चिसो चिसो मौसमको अनुभव गर्दै हामी फेरि बारपाकतर्फ लाग्दैछौँ। यो चाहिँ लारपाकबाट बारपाक फर्कने क्रममा आउँदा फेरिको दृश्य। यहाँ हामीले च्याङ्ग्रा पनि देख्यो र यिनीहरू यहाँ चरिरहेका छन्। यसका साथै हामी यता पनि धेरै च्याङ्ग्राहरू रहेका छन्। यता चाहिँ मानव बस्ती निकै कमै रहेछ। यसका साथै हिमाल पनि एकदम राम्रो। यहाँ हिमालहरूको दृश्य पनि एकदम राम्रो देखिरहेको छ र डाँडा काँडाले ढाकेको बारपाक र लारपाक एकदमै राम्रो लाग्यो हामीहरूलाई। यो चाहिँ हाम्रो गाडीको दृश्य। बाटो नराम्रो हुनका कारणले हामीले भिडियो राम्रोसँग खिच्न पाएनौँ र यो हलचल भइरहेको छ। फेरि पनि यो हिमालकै दृश्य र बाटोको दृश्य हो। एकदम राम्रो देखिरहेको छ।